नमस्कार सबैजनालाई। अहिले चाहिँ 10 बज्न लाग्यो, 9:30 भयो। यो आजको आन्दोलन देखेर म चाहिँ यस्तो भएँ नि। नेपाली जनताहरूले मेरो देशको म माया गर्छु भन्दै गर्दा, देशलाई माया गर्दै गर्दा आफूलाई माया गर्न बिर्सिनु भयो। त्यहाँ मर्ने, टाउको फुटाउने भनेको चाहिँ नेपाली जनता हो। त्यहाँ ठुला बडालाई कसैलाई केही हुँदैन। त्यसै कारणले गर्दाखेरि चाहिँ तपाईहरु सम्पूर्ण चाहिँ आफू चाहिँ जोगिनुस् न। पहिला आफू जोगिएर चाहिँ आन्दोलन गर्नुस् हैन। म त आजको यो आन्दोलन देखेर बाफरे भर्खर हेर्दै छु हैन। दिउँसभरि त म हेरेको थिइन, अनि अहिले भर्खर हेरेको त बाफरे यत्रो ठुलो आन्दोलनमा त्यहाँ मृत्यु भएको फेरि साधारण जनतै छन् हैन। एबी न्यूजका पत्रकार पनि बितेर जानुभएछ बिचरा हैन। उहाँलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। तर हरेक नेपालीहरूले चाहिँ म देशको माया गर्छु, देशलाई माया गर्ने म नेपाली हुँ भन्दै गर्दाखेरि सुरुवातीमा त आफूलाई पनि माया गर्नुपर्छ। आफूबाट सुरुवात गर्नुहोस्। आफ्ना घरमा बाल बच्चा, छोरा छोरी, बाउ आमा हैन, हरेक कुरा हेर्नुहोस् हैन। अब तपाईहरु अब हुन्छ नि त, जसको उसका हातमा लागेर पनि त्यो आन्दोलनभित्र चाहिँ तपाई नजानु होला, कदापि नजानु होला त्यहाँ। किनभने मर्ने भनेको तपाई नै हो। कुन चाहिँ त्यहाँ सिक्री हरायो भन्दै थियो हैन। त्यहाँ चाहिँ म रुनु क्या हाँस्नु भयो क्या। मेरो सिक्री हरायो पनि भन्दै थियो एउटा बुढो बाउ हैन। त्यस्तो बुढा बाउले त आफ्नो छोराछोरी सम्हालेर घरमा पो बस्नुपर्ने हो नि हैन र। हैन, आन्दोलन गर्नुपर्छ, सही तरिकाले गर्नुपर्छ है। अब त्यत्रो क्रूल बाफरे, यहाँ हेर्नुहोस् त, भिडियो हेर्नुहोस् त। यो भिडियो हेरि नसक्नु। ओ माई गड, अब के भन्ने यहाँ। त्यहाँ मर्ने, त्यहाँ टाउको फुटाउने भनेको साधारण जनताले हो। त्यहाँ कसैलाई केही भएको छैन। त्यसै कारणले सबैजना सुरक्षित हुनुहोस् होला र आफ्नो ज्यान जोगाउनु होला भन्न चाहिँ आएको है म चाहिँ। यहाँ भिडियो हेर्नुहोस् न, यहाँ माथिको भिडियो हेर्नुहोस्। नमस्कार सबैजनालाई। अहिले चाहिँ 10 बज्न लाग्यो, 9:30 भयो। यो आजको आन्दोलन देखेर म चाहिँ यस्तो भएँ नि। नेपाली जनताहरूले मेरो देशको म माया गर्छु भन्दै गर्दा, देशलाई माया गर्दै गर्दा आफूलाई माया गर्न बिर्सिनु भयो। त्यहाँ मर्ने, टाउको फुटाउने भनेको चाहिँ नेपाली जनता हो। त्यहाँ ठुला बडालाई कसैलाई केही हुँदैन। त्यसै कारणले गर्दाखेरि चाहिँ तपाईहरु सम्पूर्ण चाहिँ आफू चाहिँ जोगिनुस् न। पहिला आफू जोगिएर चाहिँ आन्दोलन गर्नुस् हैन। म त आजको यो आन्दोलन देखेर बाफरे भर्खर हेर्दै छु हैन। दिउँसभरि त म हेरेको थिइन, अनि अहिले भर्खर हेरेको त बाफरे